चलचित्र बनेको छ। हामी बिचको कथा सुनाउने प्रयास दिनेश राउत र हिमाल कटेरियाले गरेको छ। मन रहेछ सबैभन्दा ठुलो कुरा भन्ने कुराहरू चाहिँ हजुरलाई देखेर थाहा भयो अनि एकदमै खुसी लाग्यो। हाम्रो चलचित्र महाभोज 30 गतेदेखि लाग्दैछ। फर्स्ट टाइम यसरी भजनमा नाच्यो अनि हाम्रो चलचित्र महाभोज चाहिँ 30 गते यही जेठको 30 गते आउँदैछ र पटक सबैजनाले जोरदार ताली बजाइदिनु होला। धन्यवाद। कति दिन धाउनु पर्ने हो, कति दिन धाउनु पर्ने हो, मुटुमै छुन तिम्रो नै हुन कुन गाउँ आउनु। थ्याङ्क यू सो मच। तपाईँहरूसँग नाच्न पाएँ है। आमाहरू, दिदीहरू, भाउजूहरू, बाहरू सबैजनासँग नाच्न पाइयो। अनि हाम्रो मनमा भएको कुरा तपाईँहरूमा राख्न पाइयो। 30 गतेदेखि महाभोज लाग्दैछ। यो तपाईँलाई लगायत तपाईँको छरछिमेक सबैलाई ज्ञान दिनु होला। थ्याङ्क यू सो मच। राधे राधे, जय श्री कृष्ण, हर हर महादेव। थ्याङ्क यू। धेरै धेरै धन्यवाद हाम्रो चर्चित नायक आर्यन सुइटेल दाइलाई। चलचित्र महाभोज यही जेठको 30 गते विश्वभरिका चलचित्र घरहरूमा लाग्दैछ। सबैजना गएर हेरिदिनु होला र